नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी सबैले चिनेको शान्तिको दूतदेखि सहरको सहयात्री परेवाको बारेमा चर्चा गर्नेछौँ। बिहानको घामसँगै छानामाथि गुडगुडाउँदै उड्ने परेवा आज मानव सभ्यतासँग सबैभन्दा नजिक रहेको चरामध्ये एक हो। शान्ति, प्रेम र सद्भावको प्रतीक मानिने परेवाको यात्रा केवल आकाशमै सीमित छैन। यो सांस्कृतिक, धर्म, इतिहास र आधुनिक सहरको जीवनसँगै पनि गहिरो रूपमा गाँसिएको छ। वैज्ञानिक रूपमा कोलुम्बा लिबिया नामले चिनिने परेवा कोलम्बिडाई परिवार अन्तर्गत विश्वभर परिचित छ। विश्वभर करिब 300 भन्दा बढी प्रजातिका परेवा पाइन्छन्। नेपालमा गाउँदेखि सहर, मन्दिर, गुम्बा, ऐतिहासिक दरबार र अग्ला भवनसम्म परेवा सहजै देख्न सकिन्छ। परेवा मध्यम आकारको चरा हो। यसको तौल करिब 250 देखि 400 ग्रामसम्म हुन्छ। बलिया पखेटा, तीक्ष्ण दृष्टि र दिशानिर्देश क्षमताका कारण परेवा लामो समयसम्म उड्न सक्षम हुन्छ। यो शान्त, मिलनसार र समूहमा बस्न रुचाउने चरा हो। परेवाले भिर, चट्टान, छाना, मन्दिर र पुराना भवनका कुनालाई आफ्नो वासस्थान बनाउने गर्छ। यो मुख्यतया शाकाहारी चरा हो। अन्न, बिउ, गहुँ, मकै, धान तथा साना फलफुल यसको मुख्य आहार हो। सहरमा भने मानिसले दिएको दाना पानीद्वारा यसको जीविकोपार्जन हुँदै आएको छ। परेवाको प्रजनन प्रक्रिया विशेष मानिन्छ। एक पटकमा प्राय 2वटा अण्डा पार्दछ। भाले र पोथी दुवैले पालैपालो अण्डा कोर्ने गर्दछन्। करिब 17 देखि 19 दिनमा चल्ला निस्कन्छन्। परेवाले आफ्ना बच्चालाई कप मिल्क नामक विशेष तरल पदार्थ खुवाउने गर्दछ, जुन चराको संसार जगतमा दुर्लभ मानिन्छ। आधुनिक सञ्चार प्रविधि विकास हुनुअघि परेवा सूचना आदान प्रदानको भरपर्दो माध्यम थियो। युद्ध, शासन र आपतकालीन अवस्थामा सन्देश बोकेर पठाउन डाक परेवा हजारौँ किलोमिटर टाढाबाट पनि फर्कन सक्ने तथ्य ऐतिहासिक रूपमा प्रमाणित भएको छ। हिन्दू धर्ममा परेवालाई दाना खुवाउन पुण्य मानिन्छ। बौद्ध धर्ममा परेवा अहिंसा र करुणाको प्रतीक रहेको मानिएको छ। विश्वभर शान्तिको सन्देश दिन सेतो परेवा उडाउने परम्परा रहिआएको छ। विवाह, शान्ति, सम्मेलन र धार्मिक कार्यक्रममा परेवा विशेष रूपमा प्रयोग गरिन्छ। सहरको बढ्दो कङ्क्रिट र संरचना बीच परेवा मानव जीवनको सहयात्री बनेको छ। यद्यपि अत्याधिक सङ्ख्या, फोहोर, वातावरण र रोगको जोखिमका कारण कतिपय ठाउँमा परेवालाई चुनौतीका रूपमा पनि हेरिने गरिएको छ। विज्ञहरू भने सन्तुलित सहअस्तित्व र उचित व्यवस्थापन आवश्यक रहेको बताउँछन्। आकाशमा उड्ने एक साधारण चरा जस्तो देखिने परेवा वास्तवमा मानव इतिहास, संस्कृति र भावनासँग जोडिएको जीव हो। शान्ति सन्देश बोकेर युगौँ युगदेखि मानिससँगै उडिरहेको परेवा आज पनि हाम्रो वरिपरि मौन भाषामा सहअस्तित्वको कथा सुनाइरहेको छ। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएका सबै दर्शकहरूप्रति हृदयदेखि धन्यवाद। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब अझै अर्को भिडियोमा कुन चराको बारेमा जान्न चाहनुहुन्छ कमेन्ट गरेर अवश्य बताउनुहोला। धन्यवाद।